आजको यो भिडियोमा मैले तपाईहरुलाई नेपाल प्रहरी 2083 को रिजल्ट कसरी हेर्ने एकदमै सजिलो तरिका सिकाउनेछु साथीहरु। यसको लागि साथीहरु गुगल क्रोमलाई ओपन गर्नु होला हेरेर, त्यसपछि माथि नेर सर्च गर्नु होला हेरेर नेपाल पुलिस रिजल्ट 2083 लेखेर सर्च गर्नु होला साथीहरु। त्यसपछि तल नेर यहाँ नेपाल पुलिसको यहाँ देख्नुहुन्छ हेरेर यहाँ नेपाल पुलिस लेखेको छ, यहाँ देख्नुहुन्छ हेरेर गभर्नमेन्ट अफ एनपी लेखेको छ, देख्नुहुन्छ हेरेर नेपाल पुलिस gov.np लेखेको छ, यहाँ क्लिक गर्नु साथीहरु। तल यहाँ सूचना लेखेको छ, यहाँ देख्नुहुन्छ हेरेर यसमा क्लिक गर्नु होला, यहाँ नेपाल पुलिसमा यहाँ हेरेर त्यसपछि यहाँ देख्नुहुन्छ सूचना लेखिरहेको छ माथि नेर देख्नुहुन्छ हेरेर। अनि तल यहाँ लोकसेवा आयोग लिखित परीक्षा नतिजा प्रकाशन शाखा लेखेको छ, देख्नुहुन्छ यहाँ तपाईको यहाँ नाम हेर्न सक्नुहुन्छ, तपाईको नाम छ कि छैन हेरेर। यसरी तपाईले नाम हेर्न सक्नुहुन्छ, यसरी क्लिक गर्दै तपाईले नाम हेर्दै पनि गर्न सक्नुहुन्छ जुम गरेर। तपाईले यहाँ देख्नुहुन्छ हेरेर धेरै जनाको नामहरु छ साथीहरु, देख्नुहुन्छ तपाईले हेर्न सक्नुहुन्छ सजिलैसँग। यहाँ देख्नुहुन्छ हेरेर 128 वटा नाम रहेको छ साथी, 128 जनाको नाम रहेको छ साथी। तपाईको पनि पर्न सक्छ यसमा। सबै यसरी हेर्नु होला साथीहरु, चेक गर्नु होला। ल त साथीहरु आजको भिडियो यति नै, अर्को नयाँ भिडियोमा फेरि भेटौँला। ओके बाइ बाइ।